नमस्कार। आजको यो एक्सप्लेनरमा हामी एउटा एकदमै रोचक विषयमा कुरा गर्दैछौँ। मानिसहरूले आफ्नो जीवन र करियरको सबैभन्दा ठूलो निर्णय कसरी लिन्छन्? विभिन्न स्रोत र तथ्यहरूमा आधारित रहेर आज हामी यो अन्योललाई स्पष्ट पार्नेछौँ। ल त सुरु गरौँ। सोच्नुस् त, जीवनको ठूलो दोबाटोमा पुग्दा अब बाटी जीवन के गर्ने भनेर मानिसले कसरी निर्णय गर्छन् होला? यो सुन्दा जति सामान्य लाग्छ, यसको पछाडिको विज्ञान र इतिहास त्यति नै गहिरो छ। आज हामी यही कुरा खोतल्नेछौँ। ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। आज हामी मुख्यतया यी 5 कुराहरू हेर्नेछौँ: करियरको क्रसरोड्स, काउन्सेलिङको इतिहास, छनोटको विज्ञान, हाम्रा आफ्ना कमजोरीहरू र अन्त्यमा भविष्यको बाटो तय गर्ने तरिका। सुरु गरौँ पहिलो बुँदाबाट, जीवनकै सबैभन्दा ठूलो करियर क्रसरोड्स। उदाहरणका लागि एसई पछिको समयलाई सम्झौँ त। यो यस्तो बेला हो जहाँ एउटा विद्यार्थीले आफ्नो भविष्यको पुरै दिशा तय गर्नुपर्ने हुन्छ। यो साँच्चीकै नै विश्वव्यापी तनावकै अवस्था हो। यस बेलाका विकल्पहरूलाई हामी केही रोचक आर्केटाइप वा वर्गमा बाँड्न सक्छौं। जस्तै विज्ञान पढ्नेहरू इनोभेटर हुन्। उनीहरूलाई हरेक कुरा कसरी र किन हुन्छ भन्ने जान्ने हुटहुटी हुन्छ। त्यस्तै व्यवस्थापन रोज्नेहरू लिडर हुन्, जसको फोकस नेतृत्व र आर्थिक प्रगतिमा हुन्छ। अनि मानविकी र कला छान्नेहरू भिजनरी हुन्। उनीहरू समाज बुझ्न र बदल्न चाहन्छन्। र प्राविधिक वा सिटिभिटीतिर लाग्नेहरू एक्सपर्ट हुन्, जसले छिटै व्यावहारिक सिप सिकेर आत्मनिर्भर बन्ने लक्ष्य राखेका हुन्छन्। तर यो छनौट गर्न त्यति सजिलो कहाँ छ र? एकातिर परिवारको ठूलो अपेक्षा हुन्छ, अर्कोतिर आफ्नो व्यक्तिगत भित्री चाहना। यो दुईवटा कुराको बीचमा सन्तुलन मिलाउनु चान्चुने कुरा होइन। यो मानसिक द्वन्द्व लगभग हामी सबैले कुनै न कुनै बिन्दुमा महसुस गरेकै हुन्छौँ। अब जाउँ दोस्रो भागमा, करियर काउन्सेलिङको इतिहास। बोस्टनदेखि विश्वसम्मको यो यात्रा निकै रोचक छ। यो दुविधा आजको मात्रै होइन, वैज्ञानिक समुदायले पनि धेरै पहिलेदेखि नै यसको समाधान खोज्दै आएको छ। यसको सुरुवात सन् 1908 तिर फर्केर हेर्दा देखिन्छ, जब फ्र्याङ्क पार्सन्सले बोस्टनमा भोकेशनल ब्युरो स्थापना गरे। त्यसपछि बिस्तारै 1913 मा राष्ट्रिय व्यावसायिक मार्गदर्शन सङ्घ बन्यो अनि 1942 मा आएर प्रख्यात मनोवैज्ञानिक कार्ल रोजर्सले यसलाई मनोवैज्ञानिक गहिराई दिए। पछि 1958 मा त अमेरिकाले कानूनै बनाएर विद्यालय स्तरमै करियर गाइडेन्सको लागि बजेट छुट्यायो। एउटा सामान्य सल्लाह दिने चलन यसरी नै एउटा सिङ्गो विज्ञानमा परिणत भयो। अब पालो तेस्रो खण्डको, छनोटको विज्ञान, कग्निटिभ इन्फर्मेसन प्रोसेसिङ। सुन्दा अलि भारी शब्द लाग्यो नि, तर यो निर्णय लिने प्रक्रिया बुझ्नको लागि एकदमै महत्त्वपूर्ण र रमाइलो अवधारणा हो। यो सिद्धान्तले के भन्छ भने, सही करियर निर्णय गर्न ज्ञान अर्थात् सामग्री र सिप अर्थात् प्रक्रिया दुवै चाहिन्छ। यसलाई एउटा मिठो परिकार पकाउने विधिको रूपमा सोच्न सकिन्छ। जसरी राम्रो खाना बनाउन सही सामग्री र पकाउने सही तरिका दुवै चाहिन्छ, त्यसरी नै राम्रो निर्णय लिन पनि सही जानकारी र निर्णय गर्ने सिप सँगसँगै हुनुपर्छ। यसलाई अझ मजाले बुझ्न कम्प्युटरको उदाहरण लिऊँ। मानौ हाम्रो ज्ञान भनेको कम्प्युटरमा सेभ गरिएका फाइलहरू हुन्, जसमा आफू र उपलब्ध विकल्पहरूबारे जानकारी हुन्छ। अनि हाम्रो एक्जिक्युटिभ प्रोसेसिङ चाहिँ मदरबोर्ड जस्तै हो, जसले हाम्रा सोच, भावना र काम गर्ने समग्र तरिका नै कन्ट्रोल गर्छ। एकदमै अचम्मको छ नि यो कुरा। र यी सबै कुरालाई एउटा चक्रले अगाडि बढाउँछ, जसलाई क्यासवे साइकल भनिन्छ। कुनै पनि अमूर्त सोचलाई वास्तविक काममा बदल्न मुख्य 5 वटा खुट्किला पार गर्नुपर्छ। पहिलो, अभाव वा ग्याप पहिचान गर्ने। दोस्रो, आफू र विकल्पको विश्लेषण गर्ने। तेस्रो, विकल्पहरूलाई फराकिलो बनाउने र फेरि साँगुरो पार्दै ल्याउने। चौथो, प्राथमिकता तोक्ने। र अन्त्यमा एउटा पक्का एक्सन प्लान बनाएर अगाडि बढ्ने। यो चक्र हाम्रो जीवनभर नै चलिरहन्छ। अब लागौँ चौथो खण्डतर्फ, मूल्याङ्कन र हाम्रा आफ्नै नदेखिएका कमजोरीहरू अर्थात् ब्लाइन्ड स्पटहरू। आफैले आफ्नो मूल्याङ्कन गर्दा के कस्ता सीमितताहरू हुन्छन् त? हामी धेरैले इन्टरनेटमा पाइने करियर टेस्टहरू त पक्कै देखेका छौँ, तर विज्ञानको नजरमा हेर्दा तीमध्ये धेरैसो भरपर्दा र प्रमाणित हुँदैनन्। मुख्य कुरा के हो भने, ती नतिजाहरू व्यक्तिले आफूलाई कसरी हेर्छ भन्ने कुरामा भर पर्छन्। र स्वाभाविक रूपमा हाम्रा आफ्नै ब्लाइन्ड स्पटहरू हुन्छन्, जसले गर्दा हामीले हाम्रो वास्तविक क्षमता नै नदेखेका हुन सक्छौँ। त्यसैले इन्टरनेटका क्विजहरूको भर पर्नुभन्दा एकजना प्रशिक्षित प्रोफेसनल वा मास्टर करियर काउन्सलरको मद्दत लिनु धेरै गुणा प्रभावकारी हुन्छ।
सन् 2000मा डाक्टर लिन फ्राइडम्यानले ल्याएको साइको एनालिटिकली इन्फर्म्ड करियर एसेसमेन्ट मोडलले यसलाई अझ गहिराईमा बुझाउँछ। कुरा एकदमै रोचक छ। कहिलेकाहीँ करियरको अन्योलता हाम्रो अचेतन मनमा लुकेको हुन्छ, अर्थात् जीवनका अन्य पाटोमा चलिरहेका मानसिक द्वन्द्व वा समस्याहरूले नै हाम्रो करियरको छनोटलाई पनि अन्जानमै रोकिरहेका हुन सक्छन्। अनि यस्तै नकारात्मक वा काम नलाग्ने सोचहरूलाई नाप्न र सुधार्न करियर थट्स इन्भेन्ट्री अर्थात् CTI जस्ता टुलहरू प्रयोग गरिन्छ। यसले कग्नेटिभ थेरापीको सिद्धान्तमा टेकेर हाम्रा गलत विचारहरूलाई चिन्ने र तिनलाई सकारात्मक काम लाग्ने सोचमा बदल्ने काम गर्छ। साँच्चै नै यो एउटा गेम चेन्जर नै हो। अब अन्तिम तथा 5औं खण्ड, भविष्यको मार्गचित्र तय गर्ने। सिद्धान्तका कुराहरू त धेरै भए, अब यी सबै मनोवैज्ञानिक कुराहरूलाई जोडेर साँच्चीकै एक्सन कसरी लिने त? विद्यार्थीहरूले निर्धक्क भएर कलेज र विषय छान्न यो 3 चरणको एक्सन प्लान अपनाउन सक्छन्। पहिलो कुरा, आफ्नो व्यक्तिगत लक्ष्यको आधारमा कुन आर्किटाइप र विषय आफूलाई सुहाउँछ त्यो पत्ता लगाउने। दोस्रो, अघि हामीले कुरा गरेको क्यासफी चक्र प्रयोग गरेर विकल्पहरू केलाउने र प्राथमिकता तोक्ने। अनि तेस्रो, आफ्नो छनोटसँग ठ्याक्कै मेल खाने कलेज रोजेर अगाडि बढ्ने। यति गरेपछि बाटो एकदमै प्रष्ट हुन्छ। र यहाँनिर सर्ट टर्म फोकसलाई एउटा विशेष धन्यवाद दिनै पर्छ। SCE पछिका मार्गहरूबारे उहाँहरूले दिनुभएको स्पष्ट गाइडलाइनले नै आजको यो एक्सप्लेनरको केही अंशलाई प्रेरित गरेको हो। अन्त्यतिर आउँदै गर्दा न्यारेटिभ करियर काउन्सिलिङको एउटा निकै गहिरो र सुन्दर बनाइ राख्न चाहन्छु। यसले भन्छ, मानिसको पहिचानलाई आकार दिन कथाहरूको ठूलो भूमिका हुन्छ। यसको अर्थ हामी मानिसहरूले आफ्नै भोगाइ र अर्थ खोज्ने क्रममा आफ्नो पहिचानको कथा आफै लेखिरहेका हुन्छौं। अब अन्योलबाट स्पष्टतातर्फको यो छोटो तर गहिरो यात्रा सकिँदैछ। जाँदा जाँदै म एउटा प्रश्न छोडेर जान चाहन्छु। आज गरिएका यी छुनौटहरूले भविष्यमा कस्तो कथा सुनाउलान् त?